दर्शकवृन्दहरू नमस्कार। नेपालको सोलुखुम्बु जिल्लाको विकट गाउँमा जन्मेकी, टुकी बालेर पढेकी, गाईबस्तु चोराएकी, घाँस दाउरा गरेकी यान्छेन लामा अमेरिकाको बेभर्ली हिल्समा 56 अरब रुपियाँ डलर भन्दा बढीको सम्पत्ति व्यवस्थापन गर्दै आएकी छन्। उनको परिवार काठमाडौँमा बसाइ सरिसकेपछि 9 वर्षको उमेरमा विद्यालय जान थालिन्। पढाइमा लगनशील यान्छेन 12 वर्षको उमेरमा विद्यार्थी आदान प्रदान कार्यक्रम मार्फत अमेरिका जान सफल भइन्। पछि उनले कर्नेल विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय वित्तमा स्नातक र स्नातकोत्तर डिग्री पूरा गरिन्। 2007 मा लस एन्जलमा उनले युभिएसमा सल्लाहकार तालिम लिइन् र 2009 मा मोर्गन स्टेनली एकल व्यवसायका रूपमा काम गर्न थालिन्। यान्छेन अहिले मोर्गन स्टेनली वेल्थ म्यानेजमेन्टका सल्लाहकारका रूपमा 160 भन्दा बढी ग्राहकहरूको सम्पत्ति व्यवस्थापन गर्दै आएकी छन्, जसका अधिकांश ग्राहक मनोरञ्जन खेलसँग आबद्ध छन्। मनोरञ्जन उद्योगका धेरैजसो ग्राहकहरूलाई कर व्यवस्थापन, लगानी रणनीति, सम्पत्ति सुरक्षा र उत्तराधिकारीको योजनामा, स्टेट प्लानिङमा विश्वस्तरीय परामर्श दिन्छन्। उनी नेपाली मुलकी अमेरिकामा बसेर विश्वस्तरीय वित्तीय सेवा दिने महिला सल्लाहकारको रूपमा चर्चित छिन्। उनको जीवन कथा र सफलतालाई प्रेरणाको रूपमा विश्वको चाहिँ प्रसिद्ध मिडिया फोर्ब्सले पनि प्रस्तुत गरेको छ। उनी नेपाल लगायत विश्वका महिला पुरुषहरूको प्रेरणा बनेकी छन्। दर्शकवृन्दहरू, नेपालको विकट ठाउँमा जन्मेकी हुर्केकी यान्छेन लामाको जीवन कहानी र सफलता तपाईहरुलाई कस्तो लाग्यो? कमेन्ट गर्न सक्नुहुन्छ। हस्त नमस्कार।